तपाईहरुको सामु मैले एउटा टिप्स लिएर आएकी छु। त्यो हो पिडालु। पिडालुको तरकारी आज कसरी पकाइन्छ, कसरी मिठो बनाइन्छ तपाईहरुलाई देखाउन गइरहेको छु। तपाईहरु हेरेर मलाई साथ दिनुस् है त। यो हो पिडालु। यसलाई तरुलको नाममा पनि चिनिन्छ। 3टा टमाटर, 2टा मिडियम साइजको प्याज, हरियो खोर्सानी, जीरा र धनियाको धुलो, नुन, मेथी, जीरा, बेसार र अदुवा र लसुनको पेस्ट, हरियो धनिया र अलिकति हामीले सुप पनि यहाँ लिएका छौँ। हामीले सबै सामानहरू यहाँनिर कटिङ गरेर रेडी बनाइसकेका छौँ। पिडालु, हरियो खोर्सानी, प्याज, जीरा धनियाको धुलो, नुन, मेथी, जीरा, बेसार, अदुवा लसुनको पेस्ट, टमाटर र धनिया हामीले सबै सामानहरू रेडी पारिसकेका छौँ। अब हामी पकाउनेतिर जाउँ है त। हाम्रो प्यान यहाँनिर बसाएको छौँ। प्यान तातिसकेको छ। हामी अब यहाँ तेल हाल्ने। कतिको चिल्लो खानुहुन्छ या अब तेल कम खानुहुन्छ त्यही अनुसार तपाईहरुले हाल्ने। हाम्रो यहाँ तेल तातिसकेको छ। मेथी हाल्ने, जीरा पनि हाल्ने र एकछिन यसलाई रातो हुन दिने। यहाँ मेथी हाम्रो रातो रातो भइसकेको छ। मेथी र जीरा, खोर्सानी पनि रातो रातो हुन्छ। अनि प्याज पनि हाल्ने। हल्का प्याज रातो रातो हुन दिने यसलाई। हाम्रो प्याज हल्का ब्राउन कलरको भइसकेको छ। अब यसमा हामीले अदुवा लसुनको पेस्ट एड गर्ने। यसलाई राम्रोसँग भुट्ने। हल्का राम्रोसँग गलाएर यसलाई हामीले मजाले मसला पकाउने। हाम्रो प्याजहरू अनि अदुवा लसुनको पेस्ट हल्का रातो भइसकेको छ। हामीले यसमा बेसार एड गर्ने। बेसार हाल्ने। बेसार हालेर मजाले राम्रोसँग चलाउने। यसमा हामीले टमाटर एड गर्ने। टमाटर मजाले हामीले चलाएर पाक्न दिने। राम्रोसँग मजाले मर मसला पकाउने। अब यसलाई हामी एकछिन 5 मिनट छोपिदिउँ। 5 मिनट भइसकेको छ। हामीले हाम्रो टमाटर मजाले पाकिसकेको छ। मजाले चलाउने। यसमा हामी धुलो मसला हाल्ने। धुलो मसला हाल्ने। स्वाद अनुसार नुन हाल्ने र राम्ररी चलाउने। चलाइसकेर हामी फेरि यसलाई 5 मिनट मर मसलाहरू मजाले पकाउन दिने। हाम्रो लगभग तरकारी टमाटर प्याज पाकिसकेको छ। हेर्नुहोस् त कस्तो मजाले पाकेको छ हाम्रो टमाटरको पेस्टहरू, मर मसलाहरू। अब यसमा हामीले पिडालुको तरकारी एड गरौँ। यसलाई मजाले चलाउने। चलाइसकेपछि यसलाई हामीले मजाले चलाउने। चलाइसकेपछि हामीले यसलाई 10 मिनट जस्तो मजाले सानो आगोमा छोपिदिने। 10 मिनट भइसकेको छ हाम्रो पिडालुको तरकारी। यसमा हल्का मनतातो पानी माथिबाट हाल्ने। मनतातो माथिबाट हालिसकेपछि यसलाई राम्रोसँग चलाउने। हल्का मनतातो पानी हालेर यसलाई एकछिन फेरि हामी 5-10 मिनट जस्तो फेरि छोपिदिने। हाम्रो पिडालुको तरकारी लगभग पाक्न लागिरहेको छ। हल्का यसरी काट्ने। मजाले पाकिसकेको छ। हल्का यसमा फेरि पानी एड गरौँ र
र फेरि एकछिन 5 मिनट जस्तो यसलाई उमाल्नु पर्ने। हाम्रो पिँडालुको तरकारी लगभग पाकिसकेको छ। यसमा हामी माथिबाट हरियो धनिया हालिदिने। हरियो धनिया र सोप माथिबाट हालिदिने र यसरी मजाले यसलाई चलाउने। हेर्नुहोस् त हाम्रो पिँडालुको तरकारी रेडी भइसकेको छ। हाम्रो पिँडालुको तरकारी अब रेडी भइसकेको छ। हेर्नुहोस् त कस्तो राम्रो देखिएको छ। तपाईहरु पनि मेरो टिप्स हेरेर ट्राई गर्नुहोस्, कमेन्ट गर्नुहोस्, लाइक गरिदिनुहोस्। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोस् है त। अब तपाईहरुले हेरेर इन्जोय गर्नुहोस्। हस् त, बाइ बाइ।